मान्छे हो अहिले त जय जयकार गर्यो बालनसाले आफ्नो सम्पत्ति पनि देखायो देखायो त्यति जमिन छ 20 बिघामा जमिन बनाएर मैले क्रिस्चियनहरूको घर दिएको छ आफ्नो जमिनमा अहिले तराईकै छ तराई पनि बसेर नेपाली पहाडले से बिहा गरेको छ पनि ओकरो हजुर बुवा पनि थियो त्यो पनि अहिले राजाको घरमा अर्बाजी जमाई दिन्थ्यो पुरानो सम्पत्ति दिएको छ उसले अहिले बालन शाहले त्यति राम्रो गर्यो आफ्नो मानसरोवर पनि थिएन आफ्नो नेपालमा थियो अहिले मानसरोवरलाई चिनमा दखल गरेको थियो इन्डिया चिनले चिनले दखल गर्यो अनि बाटो बनाउन लाग्यो दुईटा मिलेर हजुर इन्डिया मिलेर चिनले मिलेर बाटो बनाएको कुरा थियो चिनको बाटो दिएन चिनको बाटो दिएन बालन शाहले अब चिन चाहिँ यस्तो भएको छ ओली थियो चिनको छोरा थियो जन्मेर चिनमै थियो नेपालमा आएर बसेको थियो बुवामा यसले नेपालमा चिनीको आमा बुवा चिनको पनि थिएन पहिले आफ्नो नेपालको सम्पत्ति ठाउँमा पनि दिएको थियो अहिले जुत्छ अहिले पनि बालन शाहले जुत्छ छोड्दैन कहाँ छोड्छ सम्भवै छैन किन छोड्ने लुटेर खाऊ किन छोड्ने